घुम्ने आएको यहाँ अर्को मासुबाटी त्यो एकछिन उतै राख न कार्यक्रम भइरहेको छ चेस तपाईँहरूलाई पनि हाम्रो चाहिँ यहाँनिर चट्ट रेडी हुँदैछ एक स्टेप चाहिँ होइन यो चाहिँ हाम्रो के भन्छ टेस्ट ड्राइभ ब्याक टु माई युट्युब च्यानल आयो सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदमै धेरै सन्चै छौँ त्यस पछाडि आज चाहिँ ह्याप्पी न्यू इयर सबैजनालाई ह्याप्पी न्यू इयरको धेरै धेरै शुभकामना त्यस पछाडि अहिले चाहिँ हामी आइसकेको छौँ यहाँनिर हाई गरिदिउँ गाइजहरू अनि हामी चाहिँ चट्ट लाएर खोलामा भाइरल पुलमा आइदिएको यहाँ छ भाइरल पुल चाहिँ तर हामी चाहिँ खोलामा मार्केट खानु पऱ्यो नि त केटा अब कहाँ जहिले एउटै मात्रै गरेर हुन्छ त सानो पुललाई पनि माया गर्नु पऱ्यो यहाँ आउनु पऱ्यो अनि त्यसपछि जस खोला चाहिँ सानो सानो रहेछ तर बबाल छ त्यो के हो केटा हो शुभकामना दिनै पऱ्यो होइन जस्तो भए पनि अनि यहाँ पर भाइहरू रहेछन् अब हाम्रो काम भनेको चाहिँ यहाँ आउने मासु खाने हावा खाने चिल गर्ने भ्यू इन्जोय गर्ने पुलमा पनि जाने भरे भरे हजुर त्यो पनि हो अनि जस डाँडा काँडा रहेछ जस माहौल बबालै छ अब अनि त्यस पछाडि अझै हाम्रो ग्याङ चाहिँ कमान हुँदैछ आउँदैछ यो माथि दिदीहरू नि आउँदै हुनुहुन्छ जस बबालै छ म चाहिँ बिरामी भएर फ्याक छु होइन सिक्सदैछु नि त अनि त्यस पछाडि अब चाहिँ यहाँनिर पौडी खेल्नुपर्ने हुन्छ म चाहिँ एकछिन सोच्नै पर्ने हुन्छ म खेल्नुहुन्छ आउँदैन ऊ माथि आउँछ हाम्रो केटाहरू चाहिँ चट्ट ल्याएर दाउरा साउरा चट्ट ल्याएर अनि अब चाहिँ हामी यहाँनिर मासुबाटी हान्नुपर्ने हुन्छ अनि अरू त त्यस्तै हो अब 1 गते भए पनि खाएकै छ 2 गते पनि खाएकै छ जहिले खाने नै त हो नि अनि त्यो पनि ठिकै छ ठिक छ गाइस अब लेट्स सी अब मासुबाटी हुन्छ अनि त्यस पछाडि भेट्नुपर्छ है त आउँदैहरू आउँदै हुन्छ यहाँनिर दाउरा बोकेर चट्ट लाएर मासु बोल्नको लागि अनि डाँडाकाँडा यस्तो दामी छ भ्यू चाहिँ खोला यहाँ छ केटाहरू यहाँनिर पौडी हान्नुको लागि रेडी भइरहन् जम भान्छन् केटाहरूले म चाहिँ एकछिन सोच्नै पर्ने हुन्छ यता हाम्रो दोस्त पनि दाउरा बोकेर चट्ट लाएर जाँदै हुन्छ हो के छ हौ दोस्त हो माहौल तताउनु पर्यो केटा हो अब भ्यू देश बवाल छ इन्जोय छ हामी ठ्याक्कै मासु पोल्ने लोकेसनमा चाहिँ आइसकेको छौँ यहाँनिर हाम्रो दोस्तहरू चाहिँ टक्क ढुङ्गा सुङ्गा मिलाएर गर्दै हुन्छ भने यता दाउरा साउरा खोज्ने काम छ अनि यता हाम्रो दोस्तहरू पनि हुनुहुन्छ होइन अनि त्यसपछि हाम्रो सामानहरू यस्तो यस्तो यताउति छ जस अब हुन्छ हाम्रो इन्जोयमा चट्ट यस्तै छ माहौल भाइरल पुल चाहिँ माथि छ पाहाड कहाँ जस ठिक छ लोकेसनमा आइया छ अब के हुन्छ हेर्दै जानुपर्छ त गाइस हाम्रो चाहिँ यहाँनिर चट्ट रेडी हुँदैछ एक स्टेप चाहिँ होइन यो चाहिँ हाम्रो के भन्छ टेस्ट ड्राइभ त भन्दैनौ के भन्छ यसलाई टेस्ट ड्राइभ जस्तै हो होइन त्यस्तो चाहिँ यहाँनिर हुँदैछ यहाँनिर चाहिँ हाम्रो मालपानीहरू छ केटाहरू पारी नै गइराख इन्जोय भइराख अब यहाँनिर चाहिँ हामी चट्ट लाएर मासु बोलेर यो भ्यू हेर्दै खान्छौँ हामी आमा अनि त्यहाँबाट त्यस पछाडि लोकेसनहरू चाहिँ धेरै रहेछ इलामा आउनुभयो भने भाइरल पुल इज द बेस्ट प्लेस अफ द मासु बोलेर खाने अर्को कुरा भनेको चाहिँ खोलाको भ्यू त्यसमाथि पौडी खेल्दै त्यसरी खानलाई एकदम बेस्ट प्लेस छ आउनु होला सबैजना अनि हामी चाहिँ मासु मात्र पोलेर खाँदैनौँ खोला आइसकेपछि हामी माछा पनि खान्छौँ तर यो माछा चाहिँ भन्दैन होला यसलाई त्यो भन्नु पनि लाज हुन्छ चिन्नु होला यही खान्छौँ हामी अनि त्यसपछि हाम्रो यहाँनिर चाहिँ रेडी हुँदैछ हाम्रो जस खोलाको भ्यू त्यस पछाडि यो सुनसान जङ्गल दामी बबाल छ जस एरिया तपाईँहरू पनि आउनु होला इन्जोय गर्नु होला यसरी नै कसले कता कता 1 गते चाहिँ कसरी इन्जोय गर्नुभयो त्यो पनि चट्ट कमेन्टमा सरर लेखिदिनु होला अब चाहिँ हाम्रो रेडी हुन आँट्दैछ अनि एकैछिन पछाडि चाहिँ व्यवस्था हुन्छ यहाँ चाहिँ हाम्रो चट्ट
एकदम नुन खोर्सानी पिस्ने कार्यक्रम हुँदैछ अचारको लागि दामी बबल खानु पर्यो नि त घुम्ने आएको यहाँ अर्को मासु बाटी त्यो एकछिन उतै राख न गाह्रो हुन्छ हौ देखाउनु अनि तर के भन्ने यता फ्याँक भइहालेछ र पनि ठिकै छ हाम्रो लागि छ होइन छ त्यस टेन्सन छैन त्यस कस्तो भइरहेको छ नाज सुन्नु दामी तिमीलाई कस्तो भइरहेको नि बबाल भइरहेको छ तिमीलाई उसको त टेन्सन नगरौँ ऊ त चियाबारीमा जाने मान्छे यहाँ आउँदा वास्तै छैन होइन ठिक छ उसलाई जस बवाल छ ल अब हामी चिल गर्छौँ होइन अनि अब त्यो केही कुराहरू चाहिँ गोपनीयता पनि हुन्छ त्यही भएर अब यस्तैतिर हाम्रो व्यवस्था हुनु लागेको छ व्यवस्थाको लागि हामीसँग ठिकै छ साइडमा मेरो लागि चाहिँ स्प्राइट मात्रै छ है अनि देख्न सक्नुहुनेछ सबैजना यहीँनिर हुनुहुन्छ चट्ट लाएर फोटो नि खिच्छु अनि अब चाहिँ फोटोको कार्यक्रम छ फोटो पनि थम्बनेलमा छ फेसबुक पेजमा गएर पनि फोटोहरू हेर्नु होला कार्यक्रम भइरहेको छ चेस तपाईँहरूलाई पनि सबजना यता हेर न ल रेकर्ड देखा त रविदेन त नि आएन अहिले चाहिँ हामी चट्ट यहाँको कामसाम खाँदै पिँदै यताउता सकेर हामी निस्किसकेका छौँ टोलीहरू यहाँ छन् म चाहिँ अलिकति अस्वस्थको कारणले पानीमा गर्नु हुँदैन नि त अहिले पनि औषधि मेडिसिन युज गरिरहेको छु त्यही भएर म केही पनि खानु थिएन मैले सिर्फ मासु मात्र खाएँ त्यो डिउहरू पनि थियो होइन डिउ स्प्राइटहरू थियो त्यो पनि मैले नखाएको यार भरे गाह्रो हुनसक्छ नि त अहिले औषधि युज गरिरहेको छु अनि आफ्नो हेल्थको पनि केयर गर्नु पऱ्यो होइन पऱ्यो नि त अनि त्यही भएर चाहिँ अब हामी आफ्नो गन्तव्य लागिरहेको छौँ अब साथीहरू चाहिँ एकछिन पौडी खेल्छ होला हामी पौडी नखेल्ने भनेको चाहिँ 2-3 जना भयौँ किनभने उहाँहरू पनि 2 जना चाहिँ बिरामी नै हुनुहुन्छ अब मेडिसिनै युज गर्नुभएको अनि हामी चाहिँ अब यस्तो खोला यस्तो अलिक फोहोर छ नि त अनि त्यही माथि चिसोमा चिसो लागेर जाने बेला भएको त्यही भएर त्यसो गर्न पाएनौँ ठिकै छ त्यस इन्जोय भयो रमाइलो भयो गाइस यहाँनिर चाहिँ हाम्रो केटाहरू पौडी खेलिरहन् पौडी खेल्नु त मन लागिरहन् यार सब मान्छेहरू पौडी खेल्नु मन लागिरहेको छ के गर्ने यार बिरामी छु गाह्रो छ यस्तो छ खोला चाहिँ भाइरल पुल चाहिँ यहाँ यसलाई भन्छ इलामको भाइरल पुल यहाँ तल पनि छ एउटा पुल चाहिँ यो चाहिँ पहिलाको पुल त्यस पछाडि यहाँ पनि रहेछ पुल चाहिँ त्यो सेकेन्ड पुल सबै भाइरल पुल यहाँ माथि आम्मा नाइस छ हामी भाइरल पुल आइसकेको छौँ हामीले मासु पार्टी गरेको चाहिँ ऊ तल हो अनि त्यस पछाडि हामी चाहिँ यही हो भाइरल पुल इलामको भाइरल पुल को आउनु भएको छ चट्ट कमेन्ट गरिदिनु होला म आएको छु भनेर अनि जस इन्जोय गऱ्यौँ हामीले हाम्रो केटा भाइरल पुलमा हेर्नु न मान्छे थोरै छैन यार ल गाइस आजको भिडियो चाहिँ यस्तै हुन्छ टिकटकमा पनि अब हामी टिकटक बनाउँछौँ होला यो बिचमा त्यसपछि टिकटकमा पनि गएर हेरिदिनु होला मौसम भ्लग नै छ अनि फेसबुकमा पनि हेरिदिनु होला पारी हुँदी मान्छेहरू हुन्छ त्यही हो गाइस थ्याङ्क्स फर वाचिङ भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु बाई बाई सी यू अगेन भन्ने टुपी खस्छ बाई बाई